स्थानीय तहको जानकारी। सबभन्दा पहिला हामीले पढ्ने भनेको महानगरपालिका। महानगरपालिका नेपालमा जम्मा कतिवटा छन् भने 6वटा। नेपालमा जम्मा उपमहानगरपालिका कतिवटा छन् भने 11वटा। नेपालमा जम्मा नगरपालिका कतिवटा छन् भने 276वटा। नेपालमा जम्मा गाउँपालिका कतिवटा छन् भने जम्मा 460वटा। नेपालमा जम्मा वडाको सङ्ख्या कति छ? 6743वटा रहेको छ वडाको सङ्ख्या भन्यो। गाउँपालिका विहीन जिल्ला कुन कुन हुन् भने काठमाडौँ र भक्तपुर। गाउँपालिका विहीन जिल्ला भनेको काठमाडौँ र भक्तपुर गाउँपालिका विहीन। धेरै गाउँपालिका भएको जिल्ला धादिङ 11वटा। कम गाउँपालिका भएको जिल्ला भने चितवन एउटा, जहाँ इच्छा कामना गाउँपालिका। बराबर क्षेत्रफल भएको भनेका 2टा छन्, चम्पादेवी र सिंहदरबार भएको। धेरै नगरपालिका भएको जिल्ला रौतहट, जहाँ 16वटा रहेका छन्। धेरै नगरपालिका भएको भने रौतहट, जहाँ 16वटा रहेका छन्। मध्य प्रदेशभित्र पर्छ रौतहट। कम नगरपालिका भएको जिल्ला 8वटा रहेका छन्। नगरपालिका विहीन भन्यो भने नगरपालिका विहीन पूर्वी रुकुम 5वटा छन्। पूर्वी रुकुम, रसुवा, मनाङ, मुस्ताङ। बराबर क्षेत्रफल भएको नगरपालिका बनेपारा धुलिखेल, बधु बराबर क्षेत्रफल भनेको बनेपारा धुलिखेल, जहाँ 55 वर्ग किलोमिटर रहेको छ। बढी वडा भएको नगरपालिका सिराहाको लाहान नगरपालिका, जसमा 24वटा वडा रहेका छन्। सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला भन्यो भने सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही, जहाँ 20वटा रहेका छन्। सबभन्दा कम स्थानीय तह भएको जिल्ला भन्यो भने पूर्वी रुकुम, जहाँ 3वटा रहेका छन्। स्थानीय नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका बन्न आवश्यक जनसङ्ख्या आए कति हुनुपर्छ है त? नगरपालिका हुन हिमाली भेगमा 10,000 हुनु पर्यो। नगरपालिका हुनलाई कम्तीमा पनि 10,000 जनसङ्ख्या हुने। पहाडी भेगको लागि 40,000, भित्री मधेसको 50,000, तराईको हो भने 75,000 र काठमाडौँ उपत्यकाका लागि 1,00,000 जनसङ्ख्या हुनु पर्यो। पछिल्लो आए 5 वर्ष औसत वार्षिक पछिल्लो 5 वर्षको आर्थिक क्षेत्रफलको 1 करोड र अन्य भएकोमा 3 करोड। उपमहानगरपालिका हुन 2 लाख जनसङ्ख्या चाहिन्छ भनेपछि पछिल्लो 5 वर्षको आए 25 करोड। महानगरपालिका हुन 5 लाख बासिन्दाको आवश्यकता पर्छ। महानगरपालिका हुनको 5 लाख आवश्यकता पर्छ। उपमहानगरपालिका सम्बन्धी थप जानकारी। उपमहानगरपालिका सब जानकारी। जनसङ्ख्याको आधारमा महानगरपालिका ठुलोदेखि सानो। काठमाडौँ जनसङ्ख्या काठमाडौँ, पोखरा, ललितपुर, भरतपुर, वीरगञ्ज, विराटनगरमा रहेको सबभन्दा सानो रहेछ। क्षेत्रफलको आधारमा ठुलोबाट सानो क्रम। पोखरा क्षेत्रफलको ठुलो पोखरा, भरतपुर, वीरगञ्ज, विराटनगर, काठमाडौँ र ललितपुर। सबभन्दा सानो भने ललितपुर भयो तपाईँको क्षेत्रफलमा। सबभन्दा ठुलो भनेको पोखरा भयो। बढी भएको प्रदेश बागमती प्रदेश। बढी भएको भनेको बागमतीमा कतिवटा छन् भने 3वटा। काठमाडौँ, ललितपुर र भरतपुर 3वटा। जस्तै काठमाडौँ भनेको काठमाडौँ भइगयो, ललितपुर भने ललितपुरमै पऱ्यो, भरतपुर भनेको चितवन। 1-1वटा भएको प्रदेश भनेको मधेसमा एउटा छ। गण्डकी प्रदेशमा एउटा। गण्डकी र मधेस लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा महानगरपालिका छैन। उपमहानगरपालिका भनेपछि